हेलो साथीभाइहरू सबैजनालाई सन्डे म चाहिँ अहिले अब कुक गर्नु आँटेको छु र म चाहिँ कुकमा है आजको खानामा के पकाउनेछु भन्दाखेरि चाहिँ आज सुँगुरको खुट्टा ल्याएको थिएँ हो र सुँगुरको खुट्टा बनाउनु म गइरहेछु ल साथीभाइहरू मैले चाहिँ मसला रेडी गरेछु है यो चाहिँ अलिकति प्याजलाई ग्रेट गरेछु यो अदुवालाई अलिकति ग्रेट गरेको छु र यो फेरि मासुको मसला हो र मैले अलिकति लसुन र प्याजलाई पनि मसिनो काटेर राखेको छु र टमेटोलाई पनि ग्रेट गरेको छु र यहाँ चाहिँ यो चाहिँ हो लसुन है लसुनलाई मजाले छिलेर मसिनो काटेर होइन खुट्टामा चाहिँ दामी हुन्छ अरे लसुन होइन र म अब यो पकाउनु गइरहेछु साथीभाइहरू र अलिकति खुट्टा छ है र यो खुट्टालाई म पकाउनु गइरहेछु र यो कुकर तातिसकेको छ होइन अब यसमा यसो चाहिँ म तेल एड गर्दैछु तेल खरिँदैछ अहिले चाहिँ हो तेल खरिँदैछ तेल खरिएपछि मेरो तेल खरिसक्यो अब यहाँ म चाहिँ पहिला के गर्छु भनेलाई तेलमा खुट्टा हालेर फ्राई गर्छु फ्राई गर्नुपर्छ पहिला हो त्यहाँले भिडियो यो अलिक तलको यहाँ चाहिँ के अन भइहाल्छ हो बेसी लामो पनि होइन पछि तल अहिले त अब मलाई चाहिँ मसला अब यो तेलमा हालेपछि होइन यो तेल खऱ्यो त्यहाँबाट खुट्टा हालेर चाहिँ अब एकछिन फ्राई गर्नुपर्छ तेलमा हो मजाले त्यही हालेको छुइनँ अहिले है यसमा चाहिँ एड गरेको छु यसलाई चाहिँ पहिला फ्राई गर्नुपर्छ है हर्दी एड गर्दैछु मैले अघि मसिनो काटेर होइन लसुन अदुवालाई मसिनो ग्रिट गरेको छु होइन अदुवालाई म एड गर्दैछु एकै एउटा मात्रै अदुवालाई मैले एड गरिसकेँ हो यसलाई पनि म चलाउँदैछु यसलाई एड गर्दैछु यसलाई एड गरिसकेँ होइन प्याज खानुको लागि चाहिँ है यसलाई पनि चलाइरहेछु काटेर लसुन राखेको थिएँ होइन त्यसलाई पनि मैले एड गर्दैछु गर्दैछु हो अघि मिक्स गरेर राखेको थिएँ मासुको मसला हो है यसलाई पनि एड गर्दैछु टमाटर पनि म एड गर्दैछु होइन टमाटर पनि एड गरिसकेँ स्वाद अनुसार चाहिँ मैले नुन एड गर्दैछु पुरा एड गरिसकेँ हो अब यसलाई चाहिँ म पकाउनु गइरहेछु र अहिले के कस्तो हुन्छ हेर्नुहोस् साथीभाइहरू पाकिसक्यो साथीभाइहरू हो यतापट्टि भात पनि पाकिसक्यो के खाएको के खो कहिले खाँदा कस्तो भएछ मिठो भएछ मिठो भएको छैन
ए कस्तो भएछ अरे त्यसरी बोल्छस् ए दामी भएछ कति मजाले त्यो त अदर बस्छ कहाँ खाएको यसले खान उयो जाऊ न उजालो बस उप